सास फेर्न जस्तो सजिलो अरू केही हुँदैन क्यारे। भर्खर जन्मिएको बालकले पनि कति सजिलै फेरिरहेको हुन्छ सास। निदाएको मानिसले पनि कति सजिलै फेरिरहेको हुन्छ सास। पौडिँदै गरेका माछाले, उड्दै गरेका चराले, पागुर काट्दै गरेका पशुले, फुलले, पातले पनि कति सजिलै फेरिरहेका हुन्छन् सास। थाहै नपाई चले जस्तै हावा, पाए जस्तै जीवन, थाहै नपाई फेरिदो रहेछ सास। सास फेर्न जस्तो अप्ठ्यारो पनि अरू केही हुँदैन क्यारे। जिन्दगीको दौड जित्न दौडिँदा दौडिँदै मान्छे सानो भन्दा सानो कारणले जिन्दगीको खेल मैदानमा लड्छ र फेर्न सक्दैन सास। लेख्दा लेख्दै, गाउँदा गाउँदै, हिँड्दा हिँड्दै, दुनियाँलाई जित्दा जित्दै संसारको सबैभन्दा शक्तिशाली मान्छेले पनि फेर्दा फेर्दै फेर्न सक्दैन सास। हरियो रुख सुक्छ, फुलिरहेको फुल झर्छ, सास फेराइको लामो अनुभवले पनि धोका दिन्छ। सबैभन्दा सजिलो नै सबैभन्दा गाह्रो भइदिन्छ। सास फेर्न जस्तै सजिलो बिर्सन हुँदो रहेछ क्यारे। जसरी बिर्सिए मैले आफू जन्मिएको, आमाको दुध चुसेको, 2 वर्षसम्म निरन्तर आमाको दुध चुसेको पनि सजिलै बिर्सँदो रहेछ। सास फेर्न जस्तै गाह्रो पनि बिर्सन नै हुँदो रहेछ क्यारे। बिर्सनु थियो मलाई आफ्नै जीवन, रङ्गहीन जीवन। रङ्गहीन हुनु नै थियो भने पानी जस्तो पारदर्शी र आकाश जस्तो अनन्त भएर रङ्गहीन भइदिएको भए हुन्थ्यो। मलाई मेरै सास र चेतनाले बिर्सनबाट रोकिरहेछन्। बिर्सन गाह्रो, कस्तो गाह्रो। सम्झिनु जस्तो गाह्रो पनि केही हुँदो रहेनछ। मेरो मनमा अमिट सम्झना भएर बाँचेको सम्पूर्ण जीवन बिर्सिएर आफू जन्मिएको सम्झनु थियो मलाई। थाहा छैन मलाई म जन्मिएको माटो, म जन्मिएको रात, म जन्मिएको घर पछाडिको बिलौतीको फेद, म जन्मिँदाखेरिको आमाको अनुहार र पीडा। आमा भन्नुहुन्थ्यो म राति जन्मिएकी अरे। त्यो रात पनि सधैँ झै घाम उठ्नुभन्दा पहिले उठेर आमा पँधेरा जानुभयो। अरूको हेरी धेरै टाढा त होइन, एक खेप पानी ल्याउन आधा घन्टा मात्र लाग्ने टाढा। डोकोमा तेस्रो खेप पानी ल्याई पिँढीमा बिसाएर पूर्वतिर फर्किएर सुस्ताउनु भयो। त्यो बेला आमाको अनुहारमा घामको पहिलो किरणले स्पर्श गरेको थियो। त्यसपछि पेटमा जहाँ म थिएँ, त्यसपछि सम्पूर्ण शरीरभरि। त्यति बेला उज्यालो न्यानो आनन्द भएर आफ्नो आँखाबाट छिरेर भित्र म भएसम्म पुगेको आभास भएछ आमालाई। ठुलो कुभिन्डो जत्रो पेटमा दाहिने हात राखेर सोच्नु भएछ घामको उज्यालो यहाँसम्म पुगोस्। सायद पुगेनछ। नत्र मेरो जीवनमा घाम लाग्ने थियो। सूर्यका सातै रङले सातै रङका फुलहरू फुलाउने थिए मेरो जीवनमा पनि। आधा रातमै रात परे पनि, कहिलेकाहीँ झरी बादलको चक्र चले पनि त्यसपछि झन् सफा घाम लाग्ने थियो। तर मेरो जीवनमा घामै लागेन। घाम नलाग्ने कुनै प्रदेश जस्तो जहाँ सधैँ अन्धकार हुन्छ र मलाई सधैँ डुबाउने 5 फिटभन्दा बाक्लो हिउँ पर्छ। त्यति बेला आमाले आफ्नो पेटमा होइन, मलाई छुनुभएको थियो। म आमाको पेटमा थिएँ, तर एउटा सेतो फुल फुलिरहेको छ भन्ने चाहिँ थाहा थिएन आमालाई। आमाको पेटमा हुँदाको कमसेकम एक पल सम्झिन मन छ कि म त्यहाँ जीवित थिइनँ र। आमाको पेटमा जीवित भएको सम्झिन मन छ मलाई। घरधन्दा सकेर आमा वन जानुभयो घाँस काट्न। अघिका दिनहरू जस्तो एक भारी घाँस ल्याउनु भयो। गरुङ्गो भारी गोठको छेउमा बिसाउँदा गम आवाजले छेउछाउको जमिन त थर्किए जस्तै भयो। पिँढीमा बत्ती काट्दै गरेकी हजुरआमाले पुर्लुक्क हेर्नुभयो। थकाइले लखतरान र पसिनाले लपचक्क भिजेकी आमालाई भन्दा पहिला घाँसको भारीतिर हेर्नुभयो र खुसी हुनुभयो घाँसको ठुलो भारी देखेर। त्यसभन्दा बढी खुसी हुनुभयो आमाको कुभिन्ने पेट देखेर। किनमेलका लागि अघिल्लो दिनै पोखरा जानुभएका बा साँझसम्म पनि फर्किनु भएको थिएन। उज्यालो छौन्जेल बाटो हेर्नुभयो आमाले। अँध्यारो भएपछि बाटो नै छेक्यो अँध्यारोले। घरका सबै परिवारलाई खुवाएर बाका लागि अबेलासम्म भान्सा कुरिरहनुभयो। बत्ती निभाउने बेला हुँदा पनि बा आउनु भएन। आमालाई अप्ठ्यारो हुँदै गयो। अप्ठ्यारो बढ्दै थियो खप्नै गाह्रो हुने गरी। त्यो अप्ठ्यारो मैले नै पारेकी थिएँ। खाँदा खाँदैको भात खान सक्नु भएन। जुठा भाँडा माझ्न सक्नु भएन। चटपटाउँदै आमा ओछ्यानमा आएर पल्टिनु भयो। आमालाई व्यथा लागेको थियो, म जन्मिने व्यथा। खप्नै गाह्रो हुने गरी दुखाइरहेकी थिए। म आमाको पेटमा जीवित फुल थिएँ कि काँडा। रात बढ्दै गयो, व्यथा पनि बढ्दै गयो।
झन खप्न गाह्रो हुँदै गयो। बेथाको माझमा पुगेर आमाले बातिर पुलुक्क हेर्नुभयो। बाको ओछ्यान त खाली। बल्ल आमाले सम्झनु भएछ, अघिल्लो दिनै बा त पोखरा जानुभएको। त्यो जमाना बा हुनुभएको भए पनि के भन्नुहुन्थ्यो होला र आमाले बालाई। सानो झ्याल खोलेर बाहिर हेर्नुभयो। अँधेरी रात आमाको आँखामा आएर फैलियो। जुनेली रात भएको भए आमाका आँखामा जुन आउने थियो। झ्यालबाट जुन पोसिलो स्पर्श लिएर आमाको पेट र पीडालाई सुस्तरी सुमसुमाउने आउने थियो। हजुरबा, हजुरआमा, काका र फुपूहरू सबै निदाइसकेका थिए। असह्य भएपछि छटपटाउँदै बाहिर निस्कनु भयो आमा। भन्न सक्नु भएन अर्को कोठामा तलामा सुतिरहेका आफ्नै घरका जहानहरूलाई। घरमा भएको भए भन्न सक्नुहुन्थ्यो कि हुन्नथे कुन्नी त्यो बेथाको बिउ रोप्ने आफ्नै लोग्नेलाई पनि। घर पछाडिको एकान्त जहाँ आमालाई साथ दिने सबैभन्दा नजिकको आफन्त भएको थियो। आमा जस्तै गर्भवती बेलौतीको रुख। बेलौतीका हाँगामा कतै कतै ससाना दाना लाग्दै थिए, कतै कतै फुल फुल्दै पनि। अँध्यारोले बेलौतीका सेता फुलहरू पनि देखिएनन्, तर आकाशमा ताराहरू असङ्ख्य भएर फुलेका भने देखिए। आमाले मजाले समाउनु भयो बेलौतीको फेद। आफूसँग भए जति पुरै बल लगाएर बोट नै हल्लिएछ सुस्तरी। हल्लिँदा पातहरूमा फुलहरूमा अलग्ग बसेका शीतका थोपाहरू खसेछन्। असह्य पीडाले आमाका आँखाबाट ती शीतका थोपा जति नै खसे होलान् आँसु। म जन्मिएछु, मलाई रातले देख्यो, जुनले देख्न पाएन, तर असङ्ख्य ताराहरूले देखे। त्यसैले मेरो नाम पनि राखिदिनु भएछ आमाले, तारा। तर ताराहरू मेरा सबैभन्दा टाढाका, मलाई सधैँ गिज्जाइरहने आफन्त भए, जो उज्याला हातहरूले छुन कहिल्यै आउँदैनन्। म जन्मिएको जुनले देखेको भए सायद मेरो नाम राखिदिनुहुन्थ्यो होला, इन्दु वा पूर्णिमा। र सधैँ जुनको उज्यालोले छुने थियो मलाई। मलाई थाहा छैन मलाई जन्माउँदा आमालाई कति पीडा भयो होला। आमा पछिसम्म पनि मलाई जन्माउँदाको पीडा हाँसी हाँसी सुनाउनुहुन्थ्यो। मलाई जन्माउँदा आमालाई पीडा भए जस्तै म जन्मिँदा आमाको पाठेघर जस्तै कलिलो मेरो शरीरलाई पनि पीडा भएन होला र? हो, मलाई केवल एकपटक आफू जन्मिँदाको पीडा सम्झन मन छ। म जन्मिएको सम्झिन मन छ। आफू जन्मिँदाको पीडा सम्झन सकेको भए म पनि भन्ने थिएँ आमालाई आफू जन्मिँदाको पीडा। मलाई जन्माउँदा आमाले बेलौतीको फेद समाएर बल गरे जस्तै मैले पनि गर्भभित्रैबाट मुट्ठी कसेर कति बल गरे होला। पहिलो पटक धरतीमा आउन र माटो छुन आमाको गर्भबाट गरेको बल र सङ्घर्ष सम्झिन मन छ मलाई। थो, मलाई पहिलो पटक आमाको गर्भभित्रको सानो संसारबाट धरतीको यो ठुलो संसारमा आउन मुट्ठी कसेर गरेको प्रयत्न र विद्रोह सम्झिन मन छ। जन्मिने बित्तिकै रुनुपर्ने, रोइनछु, एकैछिन पछि रोइछु, खुब ठुलो आवाजमा चिच्याएर रोइछु, च्याहा च्याहा। आमा भन्दै हुनुहुन्थ्यो, दुःख धेरै भोग्नेहरू जन्मिँदा धेरै रुन्छन् अरे, अब संसारमा आएर दुःख भोग्नुपर्ने भयो भनेर। बेलौतीको बोटबाट झरेका शीतका थोपाहरूको स्पर्श नै सायद पहिलो स्पर्श थियो मेरो शरीरमा। शीतले गरेको त्यो पहिलो स्पर्श सम्झिन मन छ मलाई। बेलौतीको बोटको टुप्पोमा गुड लगाएर बसेका एकजोर भगेरा भगेरी पनि बिउझेछन् मेरो रुवाईले। भगेरीको पखेटाका सिरक ओढेर निदाएका बचेराहरू पनि बिउझेछन्। तिनले चिरबिर चिरबिर गर्न थालेछन्। मेरो रुवाईले हजुरआमा पनि बिउझनु भएछ, त्यसपछि हजुरबा, अनि अरू सबै। बा घरमा हुनुभएको भए उहाँ पहिले बिउझनुहुन्थ्यो कि? काठको पुरानो र बाक्लो ढोका घरक्क बज्यो। नजिकै छिमेकीका पनि पहिले आँखा अनि घरका ढोका खुले। मध्यरातमा रोएर मैले कतिलाई बिउझाएछु, ढोका खोल्न लगाएछु। कमसेकम मलाई आफू पहिलो पटक रोएको सम्झना मन छ। मैले रुन कहाँ सिकेकी होला? आमाको गर्भमा त न रुने ठाउँ थियो, न हाँस्ने, न कोल्टी फेर्ने ठाउँ थियो, न घोप्टो पर्ने। कसरी बसे होला आमाको पाठेघरको न्यानो सिरकमा त्यति लामो समयसम्म गुपमुटिएर बस्दा मलाई पीडा भयो कि आनन्द? मलाई सम्झना छैन। पुरै जिन्दगी बिर्सिएर बरु मलाई त्यही क्षण सम्झन मन छ। जन्मिने बित्तिकै कसरी म आँसु र रुवाईसँग परिचित भए होला। त्यही आँसु र रुवाईले आजसम्म मेरो साथ छोडेको छैन। मेरा सबै प्रियजनहरूले छोडेर जाँदा पनि छोडेर जाँदैनन् आँसु र पीडाले मलाई। बदलामा उमेर बढ्दै जाँदा झन्झन बढी साथ दिँदै जान्छन् यी मेरा जीवनसाथी। जीवनसाथी भनेको त जन्मदेखि मृत्युसम्म साथ निभाउनेलाई पो भनिन्छ।
किन मान्छेले लोग्ने स्वास्नीलाई जीवनसाथी भनेका होलान्, जसले एक अर्कालाई जन्मदेखि मृत्युसम्म साथ दिन कुनै हालतमा पनि सक्दैनन्। मेरा जीवनसाथी आँसु र पीडा, जसले मलाई मृत्युसम्म पनि साथ छोड्ने छैनन्, छायाले जस्तै। ओहो, छायाले त अझ मेरो मृत्युपछि लासलाई समेत साथ दिनेछ। मेरो कलिलो शरीरलाई पहिलो पटक बेलौतीको बोट मुनिको दुबो र माटोले छोएको सम्झना मन छ। आमाका हातहरूले पहिलो पटक छोएको सम्झना मन छ। पहिलो पटक आमाको दुध चुस्न कति अप्ठ्यारो भएको थियो होला। पहिलो पटक आमाको दुध चुस्दा भएको अप्ठ्यारो र जीवनदायी आनन्द सम्झना मन छ मलाई। आमाले पहिलो पटक 2 हत्केला उठाएर काखमा लिँदाको छिन्, पहिलो पटक नुहाइदिएको, आमाको पहिलो चुम्बन, पहिलो पटक मनतातो तेल लगाइदिएको, आमाले खुवाएको पहिलो घाँस, सुनेको र सिकेको पहिलो शब्द, असीम मायाले मेरो गालामा पारेको पहिलो प्याट्ट, पहिलो पटक आफैले फेरेको कोल्टे, 4 खुट्टाले हिँडेको अनि 2 खुट्टाले आमाको हात समाएर गरेको थै थै सम्झना मन छ। जन्मने बित्तिकै यो ठुलो संसारमा पहिलो पटक फेरेको सास, सायद त्यो नै सबैभन्दा गहिरो, जीवन्त र आनन्ददायी सास थियो। पहिलो पटक फेरेको सास सम्झिन मन छ। अन्तिम पटक फेरेको सास त त्यसको ठिक विपरीत, सायद त्यति नै सतही, जीवनहीन र पीडादायी हुनेछ। साँच्चै सम्झनु भनेको त त्यो क्षण पो हो जब आफू जन्मिँदाको पीडा आफैले सम्झिन सकिन्छ, जसरी सम्झिन्छन् आमाले आफ्ना सन्तान जन्माउँदाको पीडा। आफूले जीवन प्राप्त गर्दाको क्षण सम्झिन मन छ मलाई। त्यति बेला यो अवस्था थिएन, तर मानव कसैले त्यो क्षणको फोटो खिचेर वा छायाङ्कन गरेर राखेको रहेछ र त्यो देखायो भने पनि सम्झिन सक्दिनँ म त्यो क्षण। मलाई नै छोडेर मेरा भोगाईहरू कति टाढा जान सकेका होलान्, जसलाई भेट्न कहिल्यै कसै गरी सक्दिनँ। मैले जानेदेखि सधैँ देखेँ रङ्गीन धरती, रङ्गीन आकाश, रङ्गीन इन्द्रेणी, रङ्गीन फुल। तर यो रङ्गीन प्रकृतिमा कसरी भए म रङ्गहीन इन्द्रेणी, रङ्गहीन धरती? इन्द्रेणी जस्तै सप्तरङ्गी जीवन, जसको मिश्रणबाट बन्छन् असङ्ख्य रङ्गहरू। तर प्रकृतिले दिएको मेरो रङ्गीन जीवनमा कसले उडाइदियो हिउँ जस्तो सेतो र चिसो पछ्यौरा? जतिसुकै रङ्गहीन बनाउन खोजे पनि सेतो लुगाभित्र मेरो पनि छ अरूको जस्तै रातो रगत। सेतो हिउँ उडाएर जतिसुकै चिसो बनाउन खोजे पनि म भित्र पनि छ अरूको जस्तै तातो रगत। म त ठुलो भुइँचालो आउँदाको वर्ष पो जन्मिएँ अरे, 90 सालमा। तर मेरा लागि त्यो भुइँचालो मेरो जन्म जस्तै मैले कहिल्यै नसम्झिने घटना हो। अत्यन्त छोटो समय लगाएर अत्यन्त लामो समयसम्म असर पार्ने भुइँचालो जस्तै। भुइँचालो मेरो जीवनमा पनि आयो र जिन्दगी जस्तै गहिरो असर छोडेर गयो। सम्झिन खोजेर मैले सम्झिन नसकेका यी यावत क्षणहरू सम्झिन मन छ। बदलामा मेरो सम्झनामा रहेको सम्पूर्ण जीवन बिर्सन मन छ। तर मैले सम्झिन चाहेको जीवन सम्झिन सक्दिनँ, केवल सम्झिरहेछु बिर्सन चाहेको जीवन।